हेलो एभ्रिवान, वेलकम टु फ्लुन्ट अप। आज फेरि हामीले नयाँ भिडियो लिएर तपाईहरु सामु आइसकेको छौँ। आज हामी डेली युज हुने इंग्लिश सेन्टेन्सहरु लिएर आएको छौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र केही नयाँ कुरा सिक्नुहोला। अब शुभ प्रभात भन्नु पर्यो भने इंग्लिशमा गुड मर्निङ भनिन्छ। तिमीलाई कस्तो छ भनेर सोध्नु पर्यो भने हाउ आर यू। म ठीक छु धन्यवाद भन्नु पर्यो भने आई एम फाइन थ्याङ्क यू भनेको चाहिँ धन्यवाद है। तिम्रो नाम के हो? व्हाट इज योर नेम? मेरो नाम सीता हो भन्नु पर्यो भने माई नेम इज सीता। यसमा अब मेरो नाम हरि हो भन्नु पर्यो भने कसरी भन्ने होला? माई नेम इज हरि, सीताको ठाउँमा हरि राख्दिने। म विद्यालय जाँदैछु। आई एम गोइङ टु स्कुल। मलाई पर्ख। प्लिज वेट फर मी। मलाई पर्ख त भन्नु पर्यो भने प्लिज वेट फर मी। आई एम हङ्ग्री भनेर चाहिँ मलाई भोक लागेको छ भन्नु पर्यो भने आई एम हङ्ग्री भन्ने है त। मलाई तिर्ख लागेको छ भन्दा आई एम थर्स्टी भनेको तिर्ख, आई एम थर्स्टी। क्लोज द डोर भनेको ढोका बन्द गर। ल ढोका बन्द गर त भन्नु पर्यो भने क्लोज द डोर भन्ने, क्लोज द डोर। टर्न अफ द लाइट, बत्ती निभाऊ राति भइसक्यो। टर्न अफ द लाइट, बत्ती निभाऊ भन्नु पर्यो भने टर्न अफ द लाइट। तिमी के गर्दैछौ भन्नु पर्यो भने व्हाट आर यु डुइङ? खास केही होइन, नथिङ स्पेशल, केही छैन, नथिङ स्पेशल। हिँड्न जाउँ भन्नु पर्यो भने लेट्स गो फर वाक। भोलि भेटौँला, सी यू टुमारो। एक्सक्युज मी भनेको सुन्नुहोस्, एक्सक्युज मी। आई एम सरी, माफी चाहन्छु भन्नु पर्यो भने आई एम सरी भन्ने। धेरै धन्यवाद, थ्याङ्क यू सो मच। स्वागत छ, यु आर वेलकम। आफ्नो ख्याल राख, टेक केयर।